Hello guys, welcome to my another new vlog. आज चाहिँ मेरो किचनमा चिकन पिज्जावाला चाउचाउ पाक्दैछ। चाउचाउको रेसिपी लिएर आएको छु। त्यसको लागि चाहिँ फर्स्ट अफ अल मैले एउटा मिडियम साइजको प्याज काटेर राखेको छु र गाजर अनि टोमेटो, चिली, त्यसपछि धनिया। चाउचाउ बनाउनलाई हामीलाई त्यस्तो धेरै इन्ग्रेडियन्ट्सहरु खासै चाहिँदैन। यतिमा म मेरो चाउचाउ बनाउँदैछु, हेर्दै गर्नु होला कस्तो हुन्छ भनेर। यसमा चाहिँ मटरको एड गर्नु पर्ने थियो, बट मेरो घरमा यति नै भएको, खासै केही छैन, यति नै भएको हुनाले यसमै पकाउन जाँदैछु। हेर्दै गर्नु होला चाउचाउको रेसिपी। फर्स्टमा मैले एउटा कराई बसाले। अब यो हल्का तातिन्छ, त्यसपछि म यसमा तेल एड गर्छु। भन्दै गर्दा मेरो कराई तातेको हुनाले मैले थोरै तेल एड गरेँ। साथै हामीलाई एउटा लेमनको एब्सिड पर्न सक्छ, मैले यसरी काटेर राखेको छु। पनि एड चाउचाउमा लास्टमा लेमन एड गर्यो भने एकदम बेस्ट नै हुन्छ। उमालेर यतिकै लेमन एड गर्यो भने पनि मिठो हुन्छ, बट म आज यसरी पकाउँदैछु। मेरो तेल चाहिँ तातिसकेछ। अब यसमा म फर्स्टमा प्याज एड गर्छु। मलाई चाहिँ चाउचाउमा चिकन पिज्जा एकदमै टेस्टी लाग्छ। चटपटेमा होस् या पकाएर खाँदाखेरि सो त्यही नै खान्छ। चाउचाउ चाहिँ हजुरको अप्सनमा हुने गर्छ। यो प्याज चाहिँ हल्का रातो रातो भएपछि म यसमा गाजर राखिदिन्छु। मेरो प्याज यतिको भएको छ। अब म यसमा गाजर एड गर्छु। यसमा म अब 2 मिनट जति फ्राई गर्छु। 2 मिनट जति फ्राई गरेर यतिको भएपछि म यसमा अब टमाटर एड गरिदिन्छु। सक्नुहुन्छ सँगसँगै यसमा कलर आउनको लागि म यसमा थोरै बेसार राखिदिन्छु। धेरै त राख्दिनँ, थोरै। अब थोरै नुन राखिदिन्छु। स्वाद अनुसार नुन। टमाटर पाकिसकेपछि म यसमा ग्रिन चिली एड गरिदिन्छु। मैले बनाउने रेसिपी चाहिँ एकदमै सजिलो छ। हाम्रो घरकै सामानहरू युज गरेर बनाइरहेको छु। सो खासै त्यस्तो गाह्रो छैन, सामान खोज्न जानु पर्दैन। मैले चाहिँ यसमा हामीले खाने मिक्स मसला चाहिँ थोरै एड गरिदिएँ। अब चाहिँ म यसमा नुडल्स राखिदिन्छु। अब चाहिँ म यसमा चाउचाउ राखिदिँदैछु। तिनीहरू चाउचाउ राखिसक्यो। अब यसमा एकछिन चलाइदिन्छु। यतिकै भइसक्यो।
भइसकेपछि म यसमा थोरै पानी राखिदिन्छु। फर्स्टमा चाहिँ म धेरै राख्दिनँ, थोरै राख्छु। यसलाई मजाले उम्लिन दिन्छु। उम्लिँदै गर्दा यसको मसलाहरू चाहिँ अब यहाँ राखिदिन्छु। चाउचाउको मसलाहरू मसला चाहिँ यो ग्रेभी नै यो रसमा हालिकन यतिको यसमै ब्लेन्ड मिसिनुपर्छ अनि मिठो हुन्छ। यतिको भएको छ। अब चाहिँ म यसमा आफूलाई आवश्यक पानी राखेर 5 मिनट बोइल गर्छु। चाउचाउलाई साथी चाहिँ थोरै मैले गाजर र काटेर यसरी राखेको छु। आफ्टर 5 मिनट पछि चाहिँ मेरो चाउचाउ यतिको भएको छ। अब मेरो यो चाउचाउ खानु रेडी भइसकेको छ। अब म सर्भ गरिदिँदैछु गाइस। एकचोटि टेस्ट गरेर हजुरहरूलाई भन्छु है त कस्तो भयो भनेर। देख्न सक्नुहुन्छ मेरो चाउचाउ यतिको भयो। छिट्टो मिठो सजिलो थोरै सामानमा मेरो चाउचाउ यतिको भएको छ। यसमा थोरै धनिया एड गरिदिन्छु। त्यसमाथि थोरै लेमन एड गरिदिन्छु। अब चाहिँ मेरो चाउचाउ खाना रेडी भयो। म टेस्ट गरेर हेर्छु है त मेरो चाउचाउ कस्तो भयो भनेर। यम्मी मिठो भएछ। हजुर पनि एकचोटि ट्राई अवश्य गरिदिनु होला। थ्याङ्क यू सो मच गाइज फर वाचिङ दिस भिडियो। यस्तै भिडियोको लागि मेरो च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच गाइज। सी यू नेक्स्ट भिडियो। बाई बाई गाइज।